हेलो खुबसुरत पिपुल। अहिले चाहिँ होइन ठ्याक्कै बिहानको 4 बज्यो। यतिखेर भनेको चाहिँ म अब फ्रेस भएर होइन मर्निङ वाक जाने टाइम हो। अलार्म बज्यो म उठिहालेँ होइन। तर आज म चाहिँ मर्निङ वाक जाँदिनँ होइन। किन भन्दाखेरि आज मेरो छुट्टै प्लान छ। घरमा चाहिँ धानको बिउ राखिरहेको छ होइन। अनि डाँड खन्न मान्छे लगाउने भन्दै हुनुहुन्छ मम्मी बुवाले चाहिँ। अनि म चाहिँ खुसुक्क मैले घरमा कसैलाई नभनिकन मर्निङ वाक जाने पाराले चाहिँ म अब खेतमा जाँदैछु है, डाँड राख्ने ठाउँ खन्नलाई। मेरो टार्गेट भनेको चाहिँ त्यो डाँड राख्ने एरिया चाहिँ होइन अब ठ्याक्कै 4:30बाट स्टार्ट गरेर 6 बजीभित्रमा भ्याउँछु भन्ने मेरो टार्गेट छ होइन। विदेशबाट आइकन पहिलोचोटि यति धेरै काम गर्न खोजिरहेको छु। सक्छु सक्दिनँ थाहा छैन होइन। कस्तो हुन्छ सक्छु या सक्दिनँ त्यो सबै मैले खनेको ठाउँहरू होइन, मैले गरेको कामहरू यति अँध्यारोमा गर्दैछु। म सबै तपाईँहरूलाई देखाउँछु। मेरो यो भिडियो चाहिँ पुरा हेर्नु होला है त। ल गाइस, म चाहिँ मेरो फाइनल्ली डेस्टिनेसनमा आइपुगिसकेँ होइन। अब मेरो काम भनेको यो पुरा खन्ने हो है। ल है त गाइज, मेरो बिहानभरिको काम होइन धानको बिउ राख्ने डाँडै गरा चाहिँ यस्तो भइसक्यो। यो अन्तिम लुक हो होइन। अब यसलाई चाहिँ केही गर्नु पर्दैन। यतातिर मजाले सम्म बनाएर हल्का एउटा फलेक लिएर आएर चाहिँ चिल्ल्याएर अनि उतातिर अलि उकालो उकालो भएर पानी चढिरहेको थिएन, मैले सम्माइदिइसकेँ। त्यता पनि पानी अब मजाले जान्छ। त्यसपछि दिउँसो अथवा बेलुकाखेरि लिएर आएर गोरखनाथ धानको बिउ छरिन्छ। ल यस्तै छ हामी किसानीहरूको जिन्दगी है त गाइज।